आज यो गाडीको ब्याट्री चेन्ज गर्दै गर्दा मलाई त्यो मेरो त्यो विगतको दिनको कस्तो याद आयो के भयो थियो भने मैले 2017मा लाइसेन्स निकालेको 2017देखि गाडी चढेको हैन। मेरो सुरुको गाडी चाहिँ कस्तो थियो भने यस्तो चाबी हालेर खोल्नेवाला गाडी थियो के। अनि यो गाडी चाहिँ हामीले 2019मा लिएर आएको हैन। लिएर आइसकेपछि यस्तो अटोमेटिक गाडीको चाबीको बारेमा मलाई खासै नलेज थिएन के। सुरुको त यसरी हाल्यो खोलिन्थ्यो, यसैले नै बन्द गर्यो। अनि एक दिनको कुरा हो, म चाहिँ हाम्रो रेस्टुरेन्टको हाइतेचो लिएर म टाढै गएको थिएँ कि 2 घन्टाको बाटोमा थिएँ हैन। अनि भित्र जाने बेलामा गाडी राम्रैसँग बन्द गरेको, यसरी बन्दै गरेर गएको। बाहिर आउने बेलामा गाडी खुल्दैन। अनि यता हेर्छु नि छैन, उता हेर्छु नि छैन, यसो गर्छु नि छैन, उसो गर्छु नि छैन, खोलिन्न। मलाई चाहिँ म कति लाटो भन्नु कि कति सोझो भन्नु कि नलेजै नभएको के भन्नु क्या। अब कुनै कुरा आफूलाई नपढिकन थाहा हुँदैन नि त। अनि जब पढ्यो अहिले त थाहा भयो। अनि मैले केही सिप लागेन, कसलाई सोध्ने कहाँ फोन गर्ने। अनि मैले बुढोलाई फोन गरेँ, बुढो मैले गाडी भित्र राख्ने बेलामा राम्रोसँग बन्द गरेर गएको, बाहिर आउने बेला गाडी नै खोलिन्न, किन चाबी नि छैन, केही नै होइन गो। त्यही गाडी चाबी हुन्छ त हेर्न, त्यही भनेर भन्नुभयो होइन। त्यो रेस्टुरेन्ट बिजी आवरमा थियो, त्यति भनेर काटिदिनु भयो। अनि त्यस पछाडि त अब घरिघरि फोन हान्ने कुरा नि भएन। यता हेर्छु नि चाबी देख्दिनँ, उता हेर्छु नि चाबी देख्दिनँ। अनि यसो हेर्छु, यता हेर्छु, मलाई यताको बारेमा थाहा नै थिएन कि। अब नपढेसम्म थाहा हुँदैन नि त। यसो थिच्यो हिँड्यो। अनि लास्टमा चाहिँ कति घन्टा लाग्यो कि, त्यहीँ कति घन्टा लागेपछि त यहाँ देख्छु पुस भन्छ, यता गर्छु नि छैन, उता गर्छु नि छैन। यो चाहिँ मलाई चाबी हो भन्ने थाहा थिएन कि। अनि यसो गरेको त बल्ल खोल्यो, यसरी चाबी हुँदो रहेछ। अनि चाबी हुन्छ भन्ने थाहा भयो। अनि खोले आइसके पछाडि अब यति खोल्न लाउन जाने। अनि लगाइसके पछाडि मैले यसको ब्याट्री चेन्ज गर्नको लागि मैले जुन हामीले गाडी सर्भिस गर्थ्यौँ त्यही ठाउँमा गएर मेरो गाडी यस्तो भएछ, के हो हेर्दैन भनेको, यहाँ ब्याट्री चेन्ज गर्नुपर्छ भने होइन। ब्याट्री चेन्ज गर्न पर्छ भनेपछि उसैले सिकाइदियो, तैँले चेन्ज गर्दैन भनेको हामीले त हुँदैन। केसदेखिमा यसको ब्याट्री पाउँछ, अनि कि इडियोनमा पाउँछ, जाते हेर यसको त्यो देखाएर किन भनेर अनि मैले चाहिँ ल्याएर किन्यो। त्यो उसैले सिकाइदियो, यसरी फेर भनेर सिकाइदियो। अनि ल्याएर आफै चेन्ज गरेको। अनि आज पनि चेन्ज गर्दैछु होइन। अब सबैलाई पहिल्यैदेखि जानेर त आउँदैन नि त, कुनै कुरा ठक्कर लागेपछि अनि आफूलाई पढेपछि थाहा हुने हो। आज चेन्ज गर्दै गर्दा त्यो दिनको याद आयो क्या। मेरो त्यस्तो थियो कि, स्टोरी चाहिँ त्यस्तो थियो। अनि मैले आज पनि चेन्ज गर्दैछु। अब कति धेरै भाइ बहिनीलाई त अहिले त नलेज हुन्छ नि त, यदि नलेजहरू छैन भने चाहिँ यो हेर्न सक्नुहुन्छ है।